हाम्रो पैसाको बोट चाहिँ यो है, पैसा यस्तोमा फल्छ। यहाँ अब काम गऱ्यो 6 बजीदेखि 12 बजीसम्म सकियो, अब निस्किने। अनि यहाँ चाहिँ सब खेती गरेको रहेछ। अनि हामीले काम गर्ने पैसाको बोट चाहिँ त्यस्तो हुन्छ है, यिनीहरू सब पैसाको बोट हो। पैसाको बोट त्यस्तो हुन्छ। अनि पैसाले यसरी माथिबाट पोल्छ। अनि भोलि पर्सि 8-9 महिना लागेपछि फेरि यो मुनिबाट नि यत्तिकै पोल्छ क्या, पैसाको रात त्यस्तो पोल्छ। 8 महिना 9 महिनाको टाइममा पैसाको रातले होइन, माथिदेखि यसरी नै पोल्छ। अनि तलदेखि त्यसरी नै राप आउँछ। पैसाको राप त्यस्तो हुन्छ कि, यस्तो हुन्छ। यस्तो घुँडाबाट पसिना निकालिदिन्छ पैसाको रापले। यस्तो हुन्छ पैसाको राप, त्यति तातो हुन्छ। यहाँ कस्तो भिड हुन्छ, बाटो जहिले आउनु जानु नि अलिक डरलाग्दो हुन्छ के। जेब्रा क्रस नै छैन नि त, अनि गाडी नभएको बेलामा कट्नुपर्छ। यो बाटोमा त सानो वान मिस्टेक ग्याम ओभर हुन्छ क्या, सानो मिस्टेक भयो भने गाडी कतिवटा रोकिन्छ थाहै हुन्न। यताबाट नाग्छ, यताबाटै नाग्छ, यताबाटै नाग्छ, अनि यता पछाडिबाट नि आउँछ गाडी। त्यही भएर यहाँ एकदम होसियार हुनुपर्छ। गाडी नहुने बेलामा साइकल पनि पार गर्नुपर्छ, होइन भने यहाँ डेन्जर हुन्छ। मैले चाहिँ यताबाट कट्ने विचार गरेको, तर यताबाट कट्नै सकेन। गाडी आएकै गऱ्यो। अब यहाँ जान्छु अनि ट्राफिक लाइट पार गर्छु अनि जान्छु। यताबाट कट्नै सकिनँ मैले, गाडी आएकै भयो चारैतिरबाट। यो एउटा क्रस गरेँ ट्राफिक लाइट, अब अझै एउटा बाँकी छ। यो कटेपछि बल्ल अलिक तलसम्म सरासर हुन्छु। फेरि त्यहाँदेखि यस्तो ट्राफिक लाइट मात्रै भेट्छु मैले। मलाई त्यही भएर टाइम नि लाग्छ जानलाई, आधी घन्टाभन्दा अलिक बेसी लाग्छ। मजाले आउने भनेको यही बाटो जाने आउने आधी बाटोसम्म आइपुग्यो। यसरी हिँड्छन्, बिचबिचमा हिँड्छ। अनि अब बाटो काट्ने स्याहार्ने जाने यस्तो छ क्या बाटो पनि। फेरि सरासर हुँदैन कहिले। अब 5 मिनट भएको छैन हिँडेको, फेरि यही आएर रोकियो ताल। अब कसरी जाने कोलियालो जान्छु। गाडी लिएर रोकिदियो, धन्यवाद। म पहिला छिर्छु। यहाँ पनि रोकिदियो मलाई, कोलियो पनि। अब जान्छु फेरि 5 मिनट बसेँ। यसरी नि हो, आउने जाने रोक्ने। यसमा छिर्दा त नि सिद्ध